ल पैसा सैसा छैन यार। अघि 5 मिनेट अगाडि मात्रै त्यत्रो एकाउन्टमा 2-3 लाख पैसा थियो यार। पैसा पनि के पनि छैन यार। यो कार्डहरूमा डेबिट कार्ड क्रेडिट कार्ड एटिएममा पैसै छैन यार। कहाँ गयो यार पैसा? लास्टै तनाव भयो। ओहो, कहाँ गयो होला यार पैसा त? लास्टै बर्बाद भयो नि। ओहो, लास्टै तनाव भयो मलाई। अब के गर्ने हो? ओहो, कहाँ गयो होला यत्रो पैसा? अब 2-3 लाख 5 मिनेट अगाडि मात्रै त्यत्रो पैसा भएको, अहिले 1 पैसा पनि छैन हो। कहाँ गयो हौ पैसा? के हो यस्तो पैसा कहाँ गयो होला भनेर सोच्यो होला हैन? त्यस्तो हैन साथीहरू। मैले भन्न खोजेको चाहिँ जस्तै अब यो टिकटक लाइभ चलाउँछ नि त ठुलो होस्टहरूले। अनि उनीहरूले चाहिँ अब बिग म्याच भनेर मान्छेहरूलाई बोलाउने हैन, यताउति गर्ने। अनि मेरो लाइभमा आउनुहोस्, यताउति अब अलिअलि गिफ्ट गरिदिनुहोस् भन्छ क्या। अनि त्यो साथीहरू पनि अब हो न हो भनेर अब त्यहाँ ठुलो म्याचमा जान्छ कि अलिअलि के सहयोग गर्नु पर्यो भनेर चाहिँ अब कोइन स्वाइन अब अलिअलि हान्नु पर्यो भनेर जान्छ। अनि लास्टमा के हुँदो रहेछ भने त्यहाँ अब म्याच सुरु भइसकेपछि अब कोइन हान्न सुरु गर्ने के। कोइन हान्न सुरु गर्ने। अनि अब त्यहाँ म्याच सुरु भइसकेपछि अब कोइन भटाभट हान्न थाल्यो। अब सबले अब सोचिरहेको हुन्छ नि त, म यति चाहिँ अब कोइन मात्रै हान्छु भनेर आएको हुन्छ। अनि त्यहाँ गएर अब गेम अब त्यस्तै खालको हुन्छ। अब त्यो हेर्ने मान्छेहरूले पनि त्यो गिफ्टरलाई लास्टै भट्काइदिँदो रहेछ कि हान 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 भनेर। अनि त्यही बेलामा अब त्यो गिफ्टरले अब त्यतिखेर अब सोचेकै हुँदैन कि ल हानौँ न त हानौँ भनेर अब उसले पनि भक्काभक हानेको छ। अब 10,000 कोइन 10,000सम्म कोइन हानेर हान्छु भनेर आएको मान्छे अब लास्टमा अब 5 मिनेटको गेममा अब भयभरका सबै आफ्नो एटिएमको पैसा सबै कोइन साटेर भयभरका क्रेडिट कार्ड डेबिट कार्ड केही नराखेर चाहिँ उसले 5 मिनेटमा शाखा पर्दो रहेछ साथीहरू। त्यही भएर यस्तो लाइभ होस्टहरूमा चाहिँ गएर चाहिँ यस्तो काम नगर्नु होला हैन। अब यस्तो काम चाहिँ मलाई चाहिँ त्यति राम्रो लाग्दैन हैन। अब भन्यो भने अब साथीहरूलाई भनेको जस्तो हुन्छ हैन। आफ्नो अब यत्रो दुःख गरेर कमाउनु पर्छ पैसा हैन। पैसा त्यत्तिकै दिँदैन मान्छेहरूले। मान्छेको भनाइ खानुपर्छ यहाँ। अब दिन बित्नलाई कति गाह्रो हुन्छ। अब महिना बिताउनु पर्छ हैन। त्यसरी चाहिँ पैसा कमाउनु पर्छ। अनि त्यसरी गएर चाहिँ कोइन हान्ने अब 1 महिनाको तलब अब एकै तालमा अब 4-5 मिनेटमै सकाउने हैन। अब त्यस्तो गर्दो रहेछ कि त्यस्तो चाहिँ नगर्नु होला बरु हैन। बरु अब यही अब मन्दिरको अगाडितिर बसेको हुन्छ अब भिखारीहरू हैन। अब हात नभएको खुट्टा नभएको बरु तिनीहरूले यसो सहयोग गर्नु के सक्छ भने हैन। एउटा अहिले त सबैको हातमा अब मोबाइल हुन्छ, क्यामेरा हुन्छ, हरेक चिज हुन्छ हैन। एउटा भिडियो बनाउनु अनि त्यसमा चाहिँ अब बरु त्यसमा सहयोग गरिदिनु कि तिनीहरूको आत्माले कति राम्रो हुन्छ। ओहो यो मान्छे कति राम्रो, 100 रुपियाँ अब 50 रुपियाँ मात्रै दियो भने पनि कति खुसी हुन्छ क्या त्यो मान्छेहरू। अब तपाईँहरू चाहिँ त्यहाँ होसमा गएर अब लाखौँ लाख उडाइदिन्छ कि अब त्यो उडाएको के फाइदा भयो र? केही फाइदै भएन कि। एकछिनको लागि अब 4-5 मिनेटको लागि अब त्यसरी रमाइलो भयो। पछि अब ऊ अब लाइभ साइभ बन्द गरेर भाग्छ। अनि यसो आफू चाहिँ अब लाइभ बन्द भइसकेपछि अब सोच्न थाल्छ मेरो अब कोइन कति खान्यो आज मेरो अब कार्ड कति गयो,
कार्डमा पैसा कति थियो, अब मेरो एकाउन्टमा पैसा कति थियो भनेर उसले सोच्न थाल्छ कि बिस्तारै म बेकार गएछ, अब बेकार हानेछ त्यहाँ भनेर उसले सोच्न थाल्छ कि त्यो गिफ्टरहरूले चाहिँ त्यस्तो लाग्छ कि मलाई चाहिँ। अनि त्यहाँबाट उसले बल्ल सोच्न थाल्छ कि होइन उसले अब गिफ्ट हानेर अब कमाउला होइन, 1000-1500 फलोवर्स, अब 100-200 लाइक कमेन्टहरू चाहिँ कमाउला, त्यो छुट्टै कुरा भयो होइन। त्यो पनि अब उसले अब 1000-1500ले उसले फलो गर्यो भने अब 100-200 लाइक कमेन्ट आयो भने ऊ त्यतिखेर मस्तै हुन्छ कि ओहो म त एकदम ठुलो मान्छे भएछ, म त अब हिरै भएछ, अब सबले मलाई फलो गर्यो, लाइक कमेन्ट गर्यो भनेर चाहिँ एकछिन चाहिँ उसलाई एकदम खुसी हुने रहेछ कि। अनि त्यहाँबाट अब 2-4 घन्टा अब 8-10 घन्टापछि अब उसले अब फलो ब्याक नदिएपछि अनि सबैले अनफलो गरिदिन्छ कि उसलाई। अनि लास्टमा भोलिपल्ट अब आफ्नो एकाउन्ट खोलेर हेर्दाखेरि जस्ताको तस्तै कि सबै मान्छे भागिसकेको हुन्छ। अनि उसले हिजो हानेको अब त्यत्रो लाखौँ लाखको कोइन त अब खतम भयो नि त, त्यो कामै लागेन त्यो। अनि त्यो जस्ताको जस्तै भयो आफ्नो त्यो फलोवर्सहरू। अब उसले लाइक दिन सक्दैन, अब 1000-1500 जनालाई अब लाइक अब फलो ब्याक दिनलाई जम्मा अब 100-200 जनालाई मिल्छ होला, अब त्यो 1000-1500 जनालाई फलो ब्याक पनि दिन सक्दैन। त्यही भएर के भन्न चाहन्छु भने साथीहरू होइन, लाइभमा होस्ट राम्रो होस्टको लाइभमा जानुहोस्, अनि गिफ्ट नदिने होइन, अब 2-4वटा फुल फाल्ने यताउति गरेर चाहिँ के हुन्न कि, अब भनौँ न अब 50-100वटा फुल फाल्ने होइन, अब त्यो म्यासेजहरू लेख्ने बरु होइन, ABCZ जे लेखे नि अब लेख्ने होइन, आफ्नो टाइम छ भने 1 घन्टा जति बस्ने। अनि साथीहरूले यसो आफूलाई फलो गरेको हुन्छ, फलो ब्याकहरू दिने आनन्दसँग। अनि त्यहाँबाट उसको भिडियोहरूलाई राम्रोसँग हेर्ने होइन, अनि लाइकहरू कमेन्टहरू मजाले गरिदिने, यो चाहिँ धेरै राम्रो आइडिया हो कि। यो अब त्यसरी चाहिँ अब मसँग कोइन छ, म हिरो हो, मैले अब हान्न सक्छ, मेरो टन्नै छ भनेर चाहिँ उसले हान्छ होइन। अनि पछि उसले सोच्न थाल्छ कि ओहो यो पैसा कमाउनलाई म कतिको दुःख गरेँ यहाँ, ओहो यस्तो त गर्नु नहुने रहेछ साथीहरू भनेर उसले भित्रभित्रै सोच्न थाल्छ कि। त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने यो गिफ्टर ठुल्ठुलो साथीहरूलाई चाहिँ होइन, यस्तो काम नगर्नु होइन। अब गिफ्ट हान्नु तर यसरी चाहिँ अब बर्बाद नबनाउनु कि, गिफ्ट हानेर के फाइदा पनि छैन होइन। बरु अब यो जस्तै अब सुदूरपश्चिमतिरको अब त्यो युट्युबतिर अब लास्टै गरिबहरू होइन, लास्टै गरिब मान्छेहरू बसेको हुन्छ त्यहाँतिर, घर हुँदैन होइन, खाना अब बिहान खाए बेलुका के खाउँ भन्ने तिनीहरूको लास्टै दर्दनाक भिडियोहरू हुन्छ कि। बरु त्यस्तोहरूलाई चाहिँ अलिकति सहयोग गर्नु कि, सके आफै गएर अलिकति अब भिडियो सिडियो बनाएर ल मैले यति गर्यो यस्तो गर्यो सहयोग गर्यो, अब मेरो नाम यस्तो यस्तो भनेर चाहिँ सहयोग गर्यो भने त्यहाँ त्यो अब गरिबीको त्यो बच्चाहरू हुन्छ होइन, कपडा लगाउन नपाउने होइन, खाना नपाउने बच्चाहरू आत्माले चाहिँ अलिक राम्रो भन्छ कि ओहो मलाई यो मान्छेले धेरै सहयोग गर्यो, यो मान्छेको चाहिँ राम्रो होस् भनेर उसको आत्माले चाहिँ आत्मादेखि नै राम्रो भन्छ कि। अनि जोस् राम्रो भन्छ होइन, राम्रो गर्छ। अब यस्तो कामहरू गर्यो भने चाहिँ धेरै राम्रो हो कि मेरो लागि चाहिँ होइन। तर यो जथाभावी म हिरो हो, मैले जति नै कोइन हान्न सक्छु, मसँग पैसा छ भनेर त्यसरी हान्न थाल्यो भने चाहिँ साथीहरू यसको अर्थ केही पनि छैन, लास्टमा आफै पछुताउनु पर्छ होइन। त्यही भएर आफ्नो जीवनको बारेमा पनि सोच्नु होइन, आफ्नो घर परिवारको बारेमा सोच्नु। अब त्यस्तै अब आफूसँग अलिक धन पैसा बढी छ भने त्यस्तोहरूलाई सहयोग गर्दा चाहिँ धेरै राम्रो होला जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर
त्यस्तो काम नगर्नु होला हैन। त्यस्तो काम गर्नु भनेको एकदम गलत हो हैन। अब त्यही हो अब साथीहरु हैन। मेरो अब भिडियो कस्तो लाग्यो तपाईहरुलाई हैन, राम्रो लागेछ भने लाइक कमेन्ट गरिदिनु होला एउटा हैन। एउटा मैले त कसैलाई यस्तो गिफ्ट सिफ्ट पनि हान्न सक्दैन साथीहरु हैन। यसो गयो भने कहिलेकाहीँ यसो 1-2 वटा म्यासेज लेख्ने हो। आफूलाई फलो गरेको छ भने फलो ब्याक गरिदिने हैन। साथीहरुको भिडियोलाई लाइक कमेन्ट गरिदिने, उनीहरु कति खुसी हुन्छ। अनि आफ्नो भिडियोलाई पनि उनीहरुले लाइक कमेन्ट गरिदिन्छ। यो हो नि तरिका टिकटकमा। अब टिकटक प्लेटफर्म धेरै राम्रो हो के। अब मलाई चाहिँ लाग्छ हैन, यो चाहिँ अब सबैभन्दा बढी चलाउने अब यो चलाउने एप्सहरु मध्ये अब टिकटक नै सबैले चाहिँ बढी चलाउँछ जस्तो लाग्छ मलाई हैन। अब टिकटकमा मान्छेहरुले अब भिडियोहरु पनि हालिरहेको हुन्छ। अब सबै चाहिँ सन्देशमूलक कुराहरु यसरी बताइरहेको हुन्छ। त्यही भएर एकैतालमा चाहिँ अब म 20,000 फलोअर्स बनाउँछु अनि मोनेटाइज गर्छु, पैसा कमाउँछु। म आज 3-4 वटा बाघ हान्छु त्यहाँ गएर। अब 3-4 वटा युनिभर्सल उडाउँछु अनि भोलिदेखि नै म अब टिकटकर अब राम्रो होस्ट बन्छु भनेर एकैतालमा त्यसरी चाहिँ हुँदैन साथीहरु हैन। धेरै टाइम लाग्छ। अब जस्तै भनौं न अब एउटा भाँडा माझ्ने मान्छेलाई हैन, तैले एकैतालमा त्यहाँ खाना बनाउन जाऊ त आज यो खाना बनाएर ल्याऊ भनेर भन्दाखेरि उले खाना बनाउन सक्दैन नि त। त्यो हो के तरिका। बिस्तारै हुने हो कि अब त्यसरी हुँदैन हैन साथीहरु। त्यो हिसाबले पनि हैन कुनै पनि अब प्लेटफर्महरु अब अलिकति माथि जानको लागि आफूले संघर्ष गर्नुपर्छ। बिस्तारै हुँदै जान्छ हैन। त्यस्तो काम चाहिँ नगर्नु होला हैन। म चाहिँ त्यही भन्छु साथीहरुलाई हैन। आफ्नो जस्तै एउटा उदाहरण दिउँ हैन। एउटा बिरुवा रोपेर त्यो बिरुवाबाट फल दिनलाई त कमसेकम 3-4 वर्ष त लाग्छ नि त। 3-4 वर्ष लाग्छ। अब त्यो बिरुवा रोप्ने बित्तिकै चाहिँ अब अहिले फलिहाल, मलाई अहिले खानु पर्यो, तुरुन्तै खानु पर्यो भनेर चाहिँ कहिले हुन्छ त त्यो बिरुवालाई। उसको पनि टाइम हुन्छ के। उसलाई मलजल अब सबैको पानी सबै गर्नु पर्यो बेला बेलामा हैन। यो प्लेटफर्म पनि त्यस्तै रहेछ के साथीहरु। बिस्तारै हुँदै जाने रहेछ। अब राम्रो भिडियोहरु हाल्दै जाने हैन। बिस्तारै अब आफूलाई फलो गरेको छ भने फलो ब्याक दिँदै जाने, साथीहरुको भिडियोलाई लाइक कमेन्ट बिस्तारै गर्दै जाने। 2-4 वर्ष पछाडी बिस्तारै आफै हुँदै जान्छ के। त्यही भएर साथीहरु मेरो कुरा कस्तो लाग्यो तपाईहरुलाई हैन, राम्रो लागेछ भने अब शेयर गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला हैन। यस्तै हो अब पैसा कमाउनु धेरै गाह्रो छ साथीहरु। मान्छेको ठाउँमा हैन। मान्छेले धेरै अब दिमाग खाने किचकिच गर्ने गरेर अब महिनौसम्म काम गर्नुपर्छ। विचार गरेर मात्रै यस्तो कामहरु गर्नु होला। धन्यवाद।